हेलो एभ्रिवान, हजुरहरू सम्पूर्णलाई साउने 15 को शुभकामना छ। अनि आज चाहिँ खिर खाने दिन। अनि यता मसँगै बस्नुहुन्छ कि एकजना दिदी, अनि उहाँ दिदीले चाहिँ अनि खिर खाऊँ ल बहिनी, नेपालमा त खिर खाने दिन हो भनेर भन्नुभएको थियो। अनि उहाँले चाहिँ अनि दुध अनि चामल सबै रेडी गरेर राखिदिनु भएको थियो कि, अनि उहाँ चाहिँ ड्युटी जानुभयो। अनि म चाहिँ खिर बनाउन लागेँ। अनि त्यसपछि मैले चाहिँ सुरुमा दुध उमालेँ, अनि दुध उमालिसकेपछि चाहिँ भिजाएको चामल राख्यो। अनि त्यसपछि चाहिँ चिनीहरू एड गरेर एकछिन चलाएँ। अनि त्यसपछि किसमिस, काजु अनि घिउमा हल्का फ्राई गरेर अनि फेरि माथिबाट हालेर चलाएँ। अनि हजुरहरूलाई चाहिँ कस्तो टाइपको खिर मनपर्छ? मलाई चाहिँ त्यति धेरै लिक्विड भएको खिर चाहिँ मन पर्दैन, मलाई चाहिँ हल्का थिक टाइपको मनपर्छ। अनि मैले चाहिँ त्यस्तै टाइपको बनाएँ। अनि खिर मात्रै के खानु, गुलियो हुन्छ, हल्का नुनिलो गर्नको लागि मैले चाहिँ अनि आलुदमको अचार बनाउन लागेँ। अनि अचार चाहिँ मैले एकदम सिम्पल तरिकाले बनाउन लागेको, त्यस्तो के पनि मिसाएको छैन। अनि नुन अनि तेलमा हल्का बेसार फ्राई गरेँ, अनि त्यही हो। अनि हल्का अमिलो हालेँ। अनि त्यसपछि चाहिँ मैले हातले नै हल्का मिक्स गरेँ। अनि एकदम सिम्पल भएको थियो अचार चाहिँ, तर खिरसँग खानालाई चाहिँ टेस्टी भएको थियो। अनि सबै बनाएर सकिसकेपछि म चाहिँ खाना लागेँ। दुधमा पानी नमिसाइकन सबै दुधको मात्र बनाएको, अनि कस्तो मिठो भएको थियो कि दुधै दुधको टेस्ट आएको थियो। अनि मैले चाहिँ टन्न खाएँ। अनि त्यसपछि मैले दिदीलाई पनि राखिदिएँ। दिदी चाहिँ बेलुका अलि ढिलो आउनुहुन्छ कि, अनि त्यही भएर म चाहिँ खाएर नै बसेको। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। म चाहिँ अब डेली यस्तै मिनी ब्लग बनाउने सोच्दैछु, तर फेरि झ्याउ लाग्छ कि कहिलेकाहीँ त। अब चाहिँ डेली एउटा भिडियो पोस्ट गर्ने कोसिस गर्नेछु। होप हजुरहरूलाई मन पर्यो होला। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई, सी यू नेक्स्ट भिडियो।